What's up, beautiful people? It's your boy Snap Tamang. सबैलाई सन्चै हस्त नमस्ते। आज चाहिँ म साथीको बर्थडेमा जाँदैछु उता खैतान हैन खैतान जाँदैछु। यो चाहिँ मेरो ड्रेस अप हो। यता यो चाहिँ ड्रेस अप फुल हामीले चाहिँ ट्याक्सी पनि चढिसकेको छ। अब चाहिँ हामी खैतान लाग्दैछु साथीको बर्थडेमा। मस्त तपाईलाई म पुगेपछि त्यहाँको भिडियो देखाउनेछु। मस्त म चाहिँ अब खैतान आइपुगेछु। यही पछाडिको ट्याक्सीमा आएको हो। बल्ल खैतान आइपुग्यो। अब हामी चाहिँ यो बिल्डिङमा जाँदैछ। यो बिल्डिङमा बस्छ मेरो साथी। यो बिल्डिङमा कम्पनीकै बिल्डिङमा बस्नु क्या। अब म साथीको रुममा गएछु। रुममा गएपछि देखाउँछु है त। मेरो साथी बस्ने चाहिँ यही बिल्डिङमा हो गाइस। बिल्डिङमा गएर तपाईँहरूलाई देखाउँछु है त। यही हो तल फ्लोर। पहिला पनि देखाएको थियो पहिलाको भिडियोहरूमा हेर्नु होला। यस्तो छ यहाँ चाहिँ कफी मेसिनहरू पनि छ नि त। कफी मेसिन कफी पाइन्छ नि यहाँ त। कफी मेसिन पाइन्छ नि त यहाँ त कफी होइन अनि त। ल पनि आइसक्यो ग्राउन्ड फ्लोर। हामी चाहिँ लिफ्टमा आइसक्यो नि त। हामी चाहिँ लिफ्टमा आइसक्यो। परेछ त। हामी चाहिँ साथीको रुममा पुगिसक्यो नि त। साथीको रुममा होइन। साथी भने चाहिँ अब कोसँग बोल्दै हो। साथी भने चाहिँ आमा सलाद काटिरहेको। सलाद म त तेरो भ्लग उसमै हेरेको त के हो त कट्टु लाएर हालिरहेको छ त मेरो। अनि कट्टु लाएर बस कट्टु होइन क्या त्यहाँ कहाँ त्यो एडिट गर्नुपर्छ नि। कहाँ रुममा क्या पहिला 7 महिना अगाडि हालेपछि नि तैँले के खानु भयो त। अनि कट्टु सट्टु सबै लाउनु भिजको लागि सब चिज गर्नुपर्छ नि। पानीहरू त पानी पानी रातभरि हालिदिनुपर्छ खाने खाने। कसम यस्तो रुम त्यस्तो हाल्छ। यो त मैले त जस्तोमा हो। म जान्छु आमा टाइट साइड पनि खान थाल्यो रहेछ त्यसले। मलाई चाहिँ रेड बुल तिनवटा चिप्स किनेर आएको छु त। तुम गाओ ना तुम गाओ। यो होइन फर्स्ट सेफ्टी तिमी आउँछौ त कसम थालेन हौ। ओए स्न्याप भन्छ तिमी के यो गीत आउँदैन है फर्स्टमा आउँछ होइन। हेलो हिजो बर्थडेमा चाहिँ धेरै नै रमाइलो भयो होइन। धेरै नै रमाइलो भयो। यताउति धेरै भिडियोहरू पनि खिच्दैन। यताउति धेरै रमाइलो नै भयो। अनि अब यताउति भिडियो सिडियो खिचेन। त्यसपछि हिजो भिडियोको एन्डिङ गर्न पनि बिर्स्यो। त्यसपछि त्यही भएर आज चाहिँ एन्डिङ गर्न लागेको होइन। ह्याप्पी बर्थडे महेश होइन। ह्याप्पी बर्थडे महेश। धेरै धेरै जन्मदिनको शुभकामना भन्दै आजको ब्लग म यहीँबाट टुङ्गाउँदैछु।